टक्क वेलकम प्रोग्राम 2025 क्योतो इन्टरनेसनल एकाडेमीको समापन कार्यक्रम भइसकेको छ। तपाईले कति तिर्नुभयो? अनि त कामै भएन। आज चाहिँ गाह्रो छ है केटा अलि छोरा मान्छेहरूलाई चाहिँ अलि गाह्रो गाह्रो गाह्रो। हेलो साथीहरू, के छ? फेरि स्वागत छ एउटा नयाँ ब्लगमा। आज हाम्रो वेलकम प्रोग्राम भ्याएर टक्क गएको फर्किँदैछौँ हामीहरू। टक्क यो जेब्रा क्रसिङ हो। यहाँ अब हरियो बत्तीमा हिँड्नै पर्छ। नेपालको जस्तो रातो बोल्यो भने दौडिदिउँ न भन्ने हुँदैन, नियम कानुन फलो गर्नुपर्ने हुन्छ है। त्यही हो, जति सङ्घर्षदायी जति गाह्रो छ यहाँको जीवनस्तर त्यतिकै रमाइलो पनि छ होइन। अब भ्लगहरू बनाउनै पऱ्यो, के गर्नु। धेरैले अब जान्ने उत्सुकता हुनसक्छ जापानमा कस्तो छ के छ होइन। अब धेरैले बनाएर पनि हुन्छन्। अब जुन जुलाईमा आउने भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने भाषा चाहिँ पढेर आउनुहोस् है। मैले फेरि दोहोऱ्याएर भने भाषा चाहिँ एकदम पढेर आउनुहोस्, त्यसपछि मात्रै आउने बित्तिकै काम पाइन्छ, नत्र एकदमै गाह्रो पर्न सक्छ हजुरहरूलाई। त्यही हो, यो सुन्दर जापान हेर्नुहोस् टक्क। यहाँको रोडहरू, यहाँको बाटोहरू एकदमै। अब पेटी कत्रो चाहिन्छ मैले भन्नु पर्दैन होला। न्यु रोडमा विवाद भइरहेको थियो होइन। यत्रो चाहिन्छ पेटी मान्छे हिँड्नको लागि। अनि सबै शुभचिन्तकहरूलाई मिठो सम्झना र धेरै धेरै माया छ। हामी दुईजना भ्लगर एउटै ठाउँमा दुईजना सपोर्ट गर्नु। युट्युब च्यानल नाम आदर्श भट्ट 09। ल द्याट्स इट। त्यसै 09 ए होइन। ल बाबु मेरो भाइ के भयो त्यहाँ खसेर एउटा बेन्च खसेर 4-5 जना घाइते भइसक्यो। भिर र पहिरो खोलाको बाटो टक्क वेलकम प्रोग्राम 2025 क्योतो इन्टरनेसनल एकाडेमीको समापन कार्यक्रम भइसकेको छ। सेन्सिङ आछन् अन्त कडा हानी हो कि साथीले चाहिँ दलालहरू छन् हो कि शर्मा। तिमीलाई भाडा कति हो थाहा छ? कति लिएको तिमीबाट भाडा? 1,15,000। 1,15,000 भाडा कति हो थाहा छ? 55,000 हो। कहाँको 55,000 मात्र हो। मेरो मामा एयरपोर्टमै काम गर्छ, देवराज पन्त। त्यसले भन्यो अब तपाईले कति तिर्नुभयो? त्यो दलेहरूले के भन्यो? तपाईले कति तिर्नुभयो? 1,15,000। अनि त कामै भएन। अनि लिन आउँदैन रहेछ, आफैले काटेको टिकटमा त्यो लिन आउँदैन भन्ने गरेको।